केही दिनुहुन्छ कि भन्ने? हामी त ठाकुरजीका चेला हौं भाइ। ठाकुरजीले जे गर भन्नुहुन्छ त्यही गर्छौं। ए हो। परमेश्वरका चेला पनि छन्। यहाँ चाहिँ परमेश्वरजीका छोरा हुनुहुन्छ। यस गाउँ भाइ। जो आज अमेरिकन नेभी आउँछन् भनेर हल्ला थियो, आए पनि यताउता अलिअलि भए पनि देखिँदैछन्। अब बेलुकासम्म धन्दा हुन्छ होला। दोकानको बोली नभएको 2 दिन भइसकेको छ। धन्दा नभए पनि मन्दा भयो नि त। तर मलाई बिहानै थाहा थियो त्यो बित्तिकै सोफामा बिल्लीले हएको देखेर चाहिँ आज हुन्छ भन्ने चाहिँ एकदम कन्फर्म थाहा छ मलाई। र हेरौँ बेलुकासम्ममा अझै 4-5 घन्टा टाइम छ जस्तै रहेको। हुन त हुनै पर्छ। बिहान सोफामा के देख्नुभयो अरे? बिल्लीको टट्टी। त्यो बिल्लीको टट्टीको अर्थ चाहिँ के होला हजुर? बिल्लीको गु। हजुर। गु भनेको कुरा आएपछि गुटलाक हो। गुटलाको। गुटलाक भनेको गुटलाक। सपनामा गु देख्यो भने लटरी किन्नु खुल्छ भन्छन्। बिकनीमा बिल्लीको गु देख्यो। र आज त एकदम गुटलाक त हुनै पर्छ। होइन, अब तपाईँ चाहिँ भन्नुहुन्छ गुटलाक हुनै पर्छ होइन? तर अब गु देखेर त गुटलाक हुनु नपर्ने हो। तर अब ठाकुरजीले चाहनु भयो भने के चाहिँ हुन्न। बोल्न नसक्ने लाटो पनि ठाकुरजीको कृपा भयो भने बोल्छ। लङ्गडेले पनि पहाड नाङ्छ भन्ने कहावत छ। ल त्यसको एउटा श्लोक सुनाइदिइहाल्नु पर्यो हजुरले। हजुर, श्लोक चाहियो दर्शकबिन्दहरूलाई। यसो श्लोकमा केही आस्वादन गराउनको लागि। र हाम्रा डाइरेक्टरले भन्छन् श्लोकमै सुनाउनु। मुखम करोति वाचालम अङ्गुलम लङ्घ्यते गृहम यत्कृपाहतहं वन्दे परमानन्द माधव। र यसको अर्थ त्यही हो जो अघि मैले भने। त्यसैले अब अघि तपाईँले चाहिँ भन्नुभयो टट्टी देख्दा गु देख्दा गुडलाक हुन्छ, तर फेरि भन्नुहुन्छ तपाईँ दोकान बिक्री छैन। के त्यो गुडलाक होला? यार फेरि गए फेरि आए फेरि गए फेरि आए। What's happening? सेक्सी लेडी। र आज त हुनै पर्छ। भन्दा मारेर हुनुपर्छ। ल यतिमै समाप्त गरौँ होला। हजुर, धन्यवाद।